नमस्ते। म तपाईहरुलाई आज चाहिँ यो ट्याटु हानिसकेपछि आफ्टर केयर ट्याटु हानिसकेपछि कसरी यसलाई जतन गर्ने भन्ने बारेमा 5-6 वटा टिप्स लिएर आएको छु। मलाई आशा छ तपाईहरुले यो फलो गरिदिनु हुनेछ। ट्याटुहरु हिलिङ हुने, छिटो सन्चो हुने, राम्रो हुने हुन्छ। त्यही भएर टिप्स हो त हजुरहरुको लागि। ट्याटु आर्टिस्टहरुले जहिले पनि प्लास्टिकले र्यापिङ गरिदिएको हुन्छ या स्टिकर टाँसिदिएको हुन्छ। त्यो चाहिँ तपाईको त्यो ट्याटुमा अलिकति इन्फेक्सन नहोस् भनेर त्यो राखिदिएको हुन्छ। त्यसलाई चाहिँ 2 देखि 4 घण्टा या 6 घण्टासम्म राखेपछि क्लिन गर्न चाहिँ नबिर्सिनु होला है त। प्लास्टिकहरु हामीले र्यापिङ गरिसकेको निकालिसकेपछि डोप साबुन या डेटोल साबुन जस्तोले अनि सफा पानीले हामीले गाद जस्तो निकाल्ने र पानी सर्ट लगाइसकेपछि पानीले मजाले वाश गर्ने र वाश गरिसकेपछि टिस्यु पेपर या टावेल सफा टावेलले त्यसलाई हल्का मुलायम तरिकाले सफा राख्ने र यसलाई 4 देखि 5 घण्टासम्म हावामा सुक्खा गराएर राख्ने। 3-4 घण्टापछि सुक्खा राखिसकेपछि हामीले यसमा केही नलगाउने। त्यसपछि अलिकति सुक्खा भइसकेपछि हामीले दैनिक दिनमा 1-2 चोटी या दिनमा 2 चोटी चाहिँ यो बारम्बार सफा यही प्रक्रियाले सफा गरिरहनु पर्छ। र कहिलेकाहीँ हामीसँग एउटा ट्याटुकै लागि भनेर भिटामिन ए एन्ड डी पाइन्छ र अरु क्रिमहरु पनि पाउँछ। त्यसलाई चाहिँ हल्का मुलायम तरिकाले बाक्लो नलगाउने, पातलो हल्का हातको सानो औँलाले सट्ट हल्का तरिकाले लगाएर राख्दा राम्रो हुन्छ। हामीले यी चीजहरु फलो गर्नै पर्छ। जस्तो जिम चाहिँ नजाँदा राम्रो यति बेलामा र पौडीहरु चाहिँ नजाने नखेल्ने र पानीहरु अलि कम मात्रामा युज गर्दिने र घामको यो डाइरेक्ट सनलाइटहरुमा यो ट्याटुमा पर्ने सनलाइटले पनि एकदम ब्लर गराउन सक्छ ट्याटुलाई इन्फेक्सन। घामको सनलाइटबाट पनि बचाउने। हामीहरुले खानेकुराहरु चाहिँ एकदम ध्यान दिनुपर्छ। जस्तो वनको चीजहरु, च्याउहरु जस्तो विषालु चीजहरु अलि कम नखाइदिनु होला। माछा नखाइदिनु होला। अनिदो धेरै नबस्दिनु होला र टाइममा सुत्दिनु होला। यी चीजहरु पनि हामीले ध्यान दिनुपर्छ है त। ट्याटु चाहिँ सन्चो हुनलाई चाहिँ अलिकति टाइम लाग्छ। जस्तो 2 हप्तादेखि 4 हप्ता या 40 दिन जति यसलाई हिलिङ हुन वा सन्चो हुनलाई चाहिँ टाइम लाग्छ। यसमा नआत्तिनु होला र ट्याटु चाहिँ 3-4 दिनपछि चाहिँ यसमा पाप्रा जस्तो उक्किने र अलि कक्रक्क हुने र उक्किने चान्स बेसी हुन्छ। यसमा अलिकति कसैलाई चिलाउन पनि सक्छ। यसलाई औँलाले स्क्याच गर्ने, कोतर्ने र कनाउने चाहिँ नगर्नु होला। यसलाई चाहिँ त्यतिकै आफै सन्चो हुँदै जान्छ। यो चीजहरु चाहिँ फलो गरिदिनु होला। यी 5-6 वटा टिप्सहरु सबै फलो गरिदिनु होला। अन्य जानकारीको लागि यो जयबुद्ध ट्याटु हाउस यानि मलाई सम्पर्क गरिदिनु होला। हस्त नमस्ते, धन्यवाद।